हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब फ्यामिली। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। अहिले चाहिँ म आज चाहिँ एकादशी हो अनि अहिले चाहिँ राम हेर्न जाँदैछु। अनि केटाहरू चाहिँ बजारतिरै छन्। म चाहिँ टक्क मम्मीले लिएर जान्छु। मम्मी पनि काम पनि छ, राम पनि हेर्नु छ होइन। टक्क लगाएर अब चाहिँ हामी मम्मी र म भएर जान्छौँ। अब ठ्याक्क लगाएर बाइक तल छ, म चाहिँ ठक्क झर्दैछु। अब चाहिँ घरबाट झर्छु। त्यसपछि तपाईँहरूलाई के कस्तो हुन्छ बजारतिरै गएर देखाउँछु होइन। शनिहरू बब्बाल हुन्छ, पहिला पनि बब्बाल खतरा रमाइलो गरेको होइन। गर्नुपर्छ। पारिवार चाहिँ क्या राम्रो देखिरहेछ, भ्यूहरू टक्क हिमालहरू देखिरहेछ। आज 2 दिनपछि पानी बिदो भयो। 2-3 दिन चाहिँ भयो होला। 3 दिनपछि पानी बिदो भएको छ। आज शनिबार होइन, शनिबार पानी बिदो भएको छ। टक्क लगाएर अहिले अब यस्तो घाम फेरि यस्तो परेको कि भ्यू पनि नराम्रो आइदिन्छ। टक्क लगाएर जानु पर्छ। यो चाहिँ गुन्टे खोलामा हो गाइस। कत्रो भिड छ। हामी दुईटा भएर हिँडिरहेको टक्क लगाएर कत्रो भइरहेको तर पोहोरको जस्तो तिनीहरू छ त गर्नु पऱ्यो बब्बा। यो मैले यस्तो हेरिदिउँ है, राम्रो त लान्छ। कपिराइट लाग्दिन क्या यस्तोमा। तल जाने कि कता जाने? माथि जाने कि एक राउन्ड तल जाने? एक राउन्ड सबै हान्दिउँ न राउन्ड। सपोर्ट गर्नु पर्यो है गाइस। फाइनली गाइस म चाहिँ एउटा गरिबको बच्चा भेटिसकेको छु। ओके फाइनली गाइस मैले एउटा गरिबको बच्चा भेटिसकेको छु यहाँ। त्यही भनौँ मलाई भनिदिनु कि मलाई तिमीलाई होइन। ओहो जाम अलि उता हेरे या त हेरेको गरेको त्यहाँ छिर्न सकिन्छ। यो जाँटो यो मान्छे धेरै भएको बेला धेरैमा हेर्न अन्त त नभएको ठाउँमा गएर हेर्नुहोस् यार। 0.6 गरेर हानिदिनु। 0.6 छ तिम्रो भिडियोमा नि हुन्छ त मेरो त भइदिन्न। सुरु टेप्ने नातिम ल यत्ने नातिम ल सानो डेकोरेसन
रमेश कुन भन्यो रमेशको कुन ए तिम्रो गाउँको ए कहाँ कहाँ भनेको ए त्यो त यति कता क्याफेमा छु भन्थ्यो यो नाच हो यसो त्यहाँ हेरौँ